What the hell man? यस्तरी हान्यो अनि त्यसपछि चम्मचलाई निकाल्यो क्या। के हो त यो यार? आँखा जस्तो छ हेर्दा त गोलो गोलो भएको होइन गाइस। यो मान्छेको आँखा पक्कै पनि होइन सायद होइन। म्युजिक भिडियोको लागि चाहिँ मान्छेकै आँखा हो, बट रियल लाइफमा चाहिँ आई थिङ्क यो भैँसीको आँखा हुन सक्छ। मैं तो कुछ और ही समझ रहा था। सो व्हाट्स अप गाइस, वेलकम ब्याक माइ च्यानल। इट्स मी भुवन श्रेष्ठ फेरि आइसकेको सबको माझमा लाज बचाएर गाइस। सो आज हामी फेरि नयाँ रिएक्सन भिडियो रियाक्ट गर्न गइरहेको छु गाइस। एन्ड यो रियाक्ट भिडियो चाहिँ हाम्रो मिस्टर जी बब ब्रोको हो। कस्तो छ के छ हेरिदिउँ गाइस। एन्ड धेरै नबोलिकन जम्प इन द भिडियो गाइस। लाइफ ड्यामेज, लेट्स गो गाइस। द पप रेकर्ड्स। के हो बे? के हो यो? पहिला चक्कु हान्यो गाइस अनि त्यसपछि यस्तरी निकालिदिरहेछ क्या। के हो गाइस? हेरिदिउँ न त। What the hell man? यस्तरी हान्यो आँखामा अनि त्यसपछि खायो यार। What the fuck? यो मान्छेको आँखा पक्कै पनि होइन सायद होइन। म्युजिक भिडियोको लागि चाहिँ मान्छेकै आँखा हो, बट रियल लाइफमा चाहिँ आई थिङ्क यो भैँसीको आँखा हुन सक्छ। किनभने एउटा म्युजिक भिडियोको लागि गाइस कसैले आफ्नो आँखा दिँदैन क्या हान्नलाई। आई होप त्यही पनि रमाइलो हो गाइस। जमिन द भिडियो गाइस, धेरै नबोलौँ यार। दिस इज जस्ट इन्टरटेनमेन्ट फर अस गाइस। सबजना साइड बाइ साइड र आइज सिकाउन बिग्रेको हिसाब फेरि खोजिरहेको छु मिलाउन के बात खोजिरहेको छु अस्तित्व नै मिलाउन कहिले चौकी कहिले रिया नसा खाएर मलाई दशा लाएर नेपालबाट पुरै झ्याप जस्तो छ हाम्रो ब्रो यार। आँखा हेर्दा त एकदमै झ्यापे टाइपको देखिरहेछ है। नेपालीहरूको गहनाहरू त किन्न मजा आएन प्रश्न गीत पहिले जस्तो किन कडा आएन जवाब छैन मसँग सोधेको प्रश्न गलत छ अहिलेसम्म रचेको सब कृतिहरू अमर छ कतिको लागि सही त कतिको लागि गलत तर तिमीहरूको सोच्नै पर्दैन मलाई फरक आफै गर्न पर्छ कसैले गर्दैन तँलाई मद्दत एक्लै गर्छु म त्यसैले काम गर्दैमा गरे अलग मेरो फ्यान्सहरू सिक सबलाई छड्दैछ तपाईँ कडक हेर्ने ठिस दसमा बिस हेर्दा मेरो चट्टा खतरनाक अभिनय गरी बनाएको यो परिचय म जस्तै भेटिएन कति आए कति गए नेपाली साङ्गीतिक क्षेत्रको धरोहरमा सिधा कुरा सबलाई दिँदा मेरो परिचय भाषण लेट सँगै चेट भाषा सम्हालिन्छ हेर्दै म दाउ भुइँमा पाउ आँखा आकाशतिर समाति पेन मेरो फेम। अरू त त्यस्तै हो गाइस। लिरिक्स चाहिँ एकदमै बवाल छ गाइस होइन। अब यो अदालतको बारेमै हो यो भिडियो चाहिँ होइन। अनि अर्को कुरो चाहिँ मलाई एकदम मन परेको हाम्रो शिव ब्रोको डेथ ल कपालकै गाइस। कपाल चाहिँ एकदम बवाल छ। म पनि बनाइदिउँ गाइस डेथ ल कपाल। जोकर जस्तो अनुहारमा के सबलाई यार डेथ ल। एनिवेज लाइफ इज वेल ब्युटिफुल। गेम सम्हालिन्छ चक्क क्राउड त अन्डरग्राउन्ड अगासिन्छ देखाउँदै नखरा मेरो अघि कोही नखरा सालहरूको काल आयो छिर्न थाले सहरमा कसले के गरिरहेछ के भनिर हेरिरहेको छु ठोकेर मोर लाग्छ नाम कमाउने रहरमा बाह्र देखो बस्दैन कोही पनि बस्दैन ब्याटल लिन खेलाहरूले जज गर्ने जस्दैन ब्याटल खेल्न आइज रे टक्करको अफ छैन झोलाभित्र किताब बोकी हिँड्छु अहिले जस छैन साँसिडीको सरी खेल्ने गीतीमा छ ज्ञान सापहरू भन्दा पनि मेरो सिडीमा छ ध्यान साइडको लाइन छु कति सिटीमा छ ब्यान्ड 2020देखि अहिलेसम्म बिगिरहेको ब्रान्ड खतरनाक अभिनय गरी बनाएको यो परिचय म जस्तै भेटिएन कति आए कति गए नेपाली साङ्गीतिक क्षेत्रको धरोहरमा सिधा कुरा सबले दिँदा मेरो परिचय बल होइन शब्द खेल हो यो दिमागको जुतेर माथि आएको जुतेर जान पर्छ नत्र कथा सिधै सिधै पूर्ण विराम हो उत्तर नदिनु भने कमजोरीको निशान हो विचार गर स्याल बच्चा मोराज ख्याल ख्याल गर्दा तिमीहरूको हुत्ती हेर्दा खेल भयो ख्याल ठट्टा मसँग जिस्किनु सट्टा आमा बाउको ख्याल गर्छ ऱ्याप्स त ब्याग गरे देखाउ तँलाई प्यार गर्दा दुनियाँले खतरा भन्ने चिन्छ मलाई याद गर्दा कसरी पल्टियो सत्ता नेपालको त्यो म्याप पल्टा कसैले पाएन पत्ता गरे कामलाई याद गर्दा तेरो फेभरेट ऱ्यापर साइको पर्छ मैले ऱ्याप गर्दा कसले के भने त्यो के गरे थियो याद छ बौवा छ तेरो सौ शुद्ध देह व्यस्त पैसाको थाक नदेहिरा किन्ने ग्यास छ हेर जस्ता आँट खुट्टा तान्ने हात काम गर्न नसकेको होइन काम नगरे यिनीहरूले गरे कामको कहिले दाम नछरे पापले भरिएको खैटे कहिले काम नपरे यस्तो ठाउँ नै भेटिँदैन जहाँ सम्मान नगरे खतरनाक अभिनय गरी बनाएको यो परिचय म जस्तै भेटिएन कति आए कति गए नेपाली साङ्गीतिक क्षेत्रको धरोहरमा सिधा कुरा सबले दिँदा मेरो परिचय। मान्छ नि गाइज ढिलो आयो कडा आयो भन्ने हुन्छ नि एउटा छ नि एउटा नेपाली उखान टुक्का भनौँ न त्यस्तै छ गाइज। मलाई भिडियो एकदम दामी लाग्यो एन्ड हजुरहरूलाई मन पऱ्यो भने आशा राख्छु जसलाई मनपर्छ कृपया प्लिज लाइक कमेन्ट सब्सक्राइब सेयर गर्नुहोस् न एन्ड मन नपरे पनि लाइक हान्नु होला कमेन्ट गर्नु होला सब्सक्राइब गर्नु होला मन परेन छैन मुजी भन्नु होला यार गाइजहरू। ल बाई जय नेपाल।